हाई गाइज आफ्टर सो लङ है वेलकम टु माई भ्लग फेरि पनि धेरै पछि 1 वर्ष भएर नराखेको आज चाहिँ किन भ्लग बनाउँदैछु भने आजको हाम्रो लाइफको एकदमै स्पेसल डे हो क्या बिकज यो दिन चाहिँ फेरि आउँदैन क्या स्योर है किनभने आज चाहिँ हामी फर्स्ट टाइम लाइफमा प्यारेन्ट्स डे अटेन्ड गर्दैछौँ होइन त यता आऊ त हेलो गरिसु हेलो नमस्ते गरिसु आज चाहिँ हाम्रो अमहाको प्यारेन्ट्स डे हो हाई अमहा हाई आज कुन गीतमा नाच्छ मेरो छोरा नीला आकाशमा वाह हामी चाहिँ फाइनल्ली आइपुग्यौँ यो चाहिँ हाम्रो भेन्यू हो अनि बच्चाहरू चाहिँ अलरेडी कुद्न थालिसक्यो कुनुको चाहिँ नाना मिलाउँदै होइसिन्छ मामाले हाई सौराज्य मलाई चिनेको छ को हो म को हो भन त भाग्यो सौराज्य त कति बच्चा हाई मन्ता म्याम त्यसपछि चाहिँ हामी हलमा छिर्यौँ त्यहाँ चाहिँ एकदमै धेरै प्यारेन्ट्सहरू अनि स्टुडेन्टहरू टिचर्सहरू हुनुहुन्थ्यो अनि एकदमै राम्रो डेकोरेसन थियो त्यहाँ मजा आयो हेर्नलाई उया उता पापासँग जाऊ Now I would like to welcome UKG students on the stage with principal and live to microphone. त्यसपछि चाहिँ हामीले म्यामहरूको पर्फर्मेन्स हेऱ्यौँ विच वाज सो गुड म्युजिक चाहिँ राख्न मिलेन कपिराइट हुन्छ नि त त्यही भएर हेलो के छ कति राम्रो देखेको अनि यो चाहिँ युकेजीको बच्चाहरूको डान्स हो ड्याम यस्तो राम्रो डान्स गरेको यो बच्चाहरूले म हेरेँ भएको क्या अब युकेजीमा पढ्ने बच्चाहरू कति वर्षको हुन्छ 6 वर्ष ओ माई गड कति मिठो नाचेको चोली राम्रो पाल्पाले ठ्याक्काकोमा नाचेको थियो क्या अनि अब चाहिँ आयो एलकेजीको बच्चाहरूको पालो उनीहरू पनि कति मिठो नाचेको कोही रोइरहेछ स्टेजमै
चिच्याकलाई अब चाहिँ पालो आयो नर्सरीको बच्चाहरूको उनीहरू चाहिँ नर्सरीको बच्चाहरू बिचरा यो 3 वर्षको बच्चाहरू हो क्या उनीहरू अलमोस्ट 3-4 उनीहरू फेरि एलकेजीको हो मोडर्न डान्स गर्न थाल्यो अब चाहिँ कस्तो क्युट क्युट के मेरो पुग्नुलाई चाहिँ आजकल एकदमै दिदी बन्ने सोख चलिरहेछ जसलाई पनि काखमा राखेर बस्छ आफ्नै साथी रूपालाई काखमा राखेर बसिरहेको रहेछ यो भिडियो चाहिँ सरले गरेको त्यही भएर मलाई देखेको थिएन भर्खर हेरेको एडिट गर्ने बेलामा अनि फेरि हामीले हेऱ्यो डान्स अनि चाहिँ पुग्नुहरूको डान्सको पालो आयो म चाहिँ पुग्नु पनि डान्स गर्दैन होला रुएर बस्छ कि चुप्प लागेर बस्छ होला भनेर सोचेको थिएँ मिठो नाच्यो कस्तो रमाइलो थियो हेर्दाखेरि यो पनि भिडियो सरले गरेको म चाहिँ रोइरहेको थिएँ होइन त्यो ओभरवेम हुन्छ नि खोइ म चाहिँ के हुन्छ कि पुग्नुसँग रिलेटेड केही नयाँ कुरा हुने बित्तिकै म रोइदिन्छु आई डोन्ट नो वाइ मम भएर होला मम्मा भएर कस्तो क्युट छ मेरो छोरा त्यसपछि फेरि आयो युकेजीको बेबीहरूको डान्स अनि कस्तो ट्यालेन्ट छ क्या उनीहरू हेर्नु न हामी चाहिँ एकदमै भोक लागेर बाहिर आयौँ मेरो छोरी चाहिँ काकुको स्कुल भन्दैछ वेस्ट पोइन्टलाई देखाएर त्यसपछि चाहिँ पुकुनहरूको फेसन सो भयो यस्तो कुराहरूले चाहिँ बच्चाहरूलाई कन्फिडेन्ट बनाउँछ होला क्या मेरो 3 years old छोरी हो क्या ओ माई गड आम सो प्राउड अफ माई बेबी ओ माई गड यो मेरो लागि कति ठुलो कुरा हो क्या मान्छेले चाहिँ के नै गरे जस्तो लाग्ला तर ड्याम ब्रो मेरो लागि यो भनेको आकाश हो आकाश मेरो छोरीले आची गऱ्यो भने त खुसी हुन्छु म यो त यत्रो गरेको छ किन खुसी नहुने त्यसपछि चाहिँ आयो पिजीको बच्चाहरूको पालो उनीहरू त बिचरा झन् एकदमै भर्खरै त स्कुल जोइन गरेको अनि एकदमै चुप्प लागेर बसेको थियो कोही चाहिँ नाचिरहेको थियो कोही चाहिँ रमाइरहेको थियो बिस्तारै बानी लाग्छ अनि त्यसपछि आयो पुग्नुको पालो ऊ चाहिँ त्यो बेबीको पछि लागेको लागि के भयो रे मानेन मेरो छोरी चाहिँ त्यो बेबीको पछि लाग्यो अनि त्यो बेबी मानेन नि मसँग स्याड भएर आयो अनि त्यसपछि फेरि हामीले पिजीको बेबीहरूको पर्फर्मेन्स हेर्न गयौँ उनीहरू बिचरा हेर्नु नि त्यहाँ छेउछेउमा कति इनोसेन्ट आमानी धन्न त्यहाँ गएर उभिन सक्यो किनभने उनीहरूले स्कुल जोइन गरेको 1 महिना भयो होला कि बल्ल विशेष अवसरमा उपस्थित आदरणीय प्रमुख अतिथि विशिष्ट अतिथिज्यूहरू सम्माननीय प्रधानाध्यापकज्यू आदरणीय शिक्षक शिक्षिका हामीलाई जुन विश्वास देखाउनु भएको छ त्यसको लागि धन्यवाद हजुरहरूले साना साना आफ्ना मुटुका टुक्राहरू हामीलाई विश्वास गरेर सुनिदिनु भएको छ त्यसको लागि धन्यवाद हुन्छ हामीलाई ज्ञानको सागर आमा हाम्रो गुरु हो आमाबाटै हाम्रो ज्ञानको सुरु हो हामी सधैँ आमाको आज्ञाकारी छोराछोरी हुनु आमालाई सधैँ माया गरी अमुहरूले चाहिँ अति वाक्क पारिसक्यो हामीलाई अति नै कुद्दै गरेर छोडिदियो अब एक्लै जाँसुकै जाओस् गयो बाहिर अमोहा केपिका हो हाई केपिका
अनि पुग्नु चाहिँ आफ्नो साथीसँग चिज बल्स बिस्किटहरू साटासाट गरेर खान थाल्यो कस्तो रमाइलो हुने हेर्नको लागि सानो बेबीहरू अन्तर्क्रिया गर्ने इच्छा राख्नुभएको हुँदा खाजा खाइसकेपछि 2 बजेपछि 10 मिनटको टाइम उहाँलाई दिनुहुन म अभिभावकहरूलाई अनुरोध गर्दछु 2 बजेपछि हामी अब चाहिँ हामीले पुग्नुलाई चेन्ज गराइदियो किनभने हामी एकछिन कुनै क्याफेतिर जुम्ला भन्ने सोच थियो त्यही भएर चेन्ज गरेको हाम्रो प्यारेन्ट्स डे सकिसकेको छ अब चाहिँ हामी घर जान लागेको बाई भन्दियो बाई गाइस इट वाज सच अ गुड डे मजा आयो एकदमै मजा आयो फर्स्ट टाइम प्यारेन्ट्स डे अटेन्ड गरेको अन्त फर्स्ट चाइल्ड हो डेफिनेटली त्यही नै हुन्छ होइन त्यही लास्ट टाइम मजा आयो त्यसपछि चाहिँ हामी एउटा नजिकैको रेस्टुरेन्टमा गयो जहाँ चाहिँ बच्चाहरूको पनि त्यो के भन्छ खेल्ने ठाउँ थियो अनि यस्तो ठाउँ भयो भने चाहिँ एकदमै आनन्द सजिलो हुन्छ क्या प्यारेन्ट्सहरूलाई अनि हामी चाहिँ अब आजकल झन् खासै निस्किँदैन नि त किनभने आफ्नै फार्म हाउस छ त्यहाँ हेर्नु पऱ्यो होइन अनि निस्केको बेलामा यसो कतै जाउँ भनेर हामीले चाहिँ पहिल्यै हेरेको थियो यो ठाउँ हाम्रो नजिकै अनि बच्चाले खेल्ने ठाउँ पनि भएको बिकज उसलाई त आफ्नो स्पेस दिनु पऱ्यो हामी हामीलाई पनि आफ्नो स्पेस चाहियो उसलाई पनि उसको स्पेस दिनु पऱ्यो नि त ऊ पनि खुसी हुन्छ हामी पनि खुसी हुन पाउँछ नत्र त उसको पछि लाग्दा 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 दिन पुरै बित्छ हामी त्यही खासमा त्यही रिजनले नै हामी कहीँ पनि जाँदैन कि किनभने हामीलाई मनपर्ने ठाउँमा चिल्ड्रेन जोन छैन यो खेल्ने ठाउँ नै छैन अनि बच्चा हेर्ने कि आफू इन्जोय गर्ने के हुन्छ अनि त्यही पनि उसलाई लिएर हिँड्यो भने त्यस्तो टायर्ड हुन्छ हामी होइन देख्न सक्नुहुन्छ हजुरहरूले दिनभरि पनि देख्नुभयो होला होइन त्यसपछि चाहिँ हामीले मोमो त्यस्तो खासै भोक त लागेको थिएन बट स्टिल मोमो र यो टिमुर आलु यस्तो मिठो थियो गाइस लास्ट मिठो अचार मिठो थियो सबभन्दा अझै पनि पुग्न चाहिँ खेलि नै रहेको थियो त्यसपछि चाहिँ हामी यो सकेर घर आयौँ थ्याङ्क यू सो मच फर वाचिङ एकदमै मजा आयो भ्लग राख्न पनि एडिट गर्न पनि यही हो हाम्रो दिन बाई गुड नाइट